दर्शकबिन नमस्कार। दर्शकबिन आज हामी एउटा विशेष सामग्रीमा यहाँहरूलाई चाहिँ कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडीको बारेमा हामीले यहाँलाई जानकारी लिएर आएका छौँ र आज पहिलोपल्ट हामीले यहाँले चाहिँ भ्लगमा यी सामग्रीहरू देखाइरहेका छौँ। हाम्रो सामग्रीलाई यहाँहरूले लाइक कमेन्ट सेयर गर्नुहोला भन्न चाहन्छौँ। सबै माझ पुर्याउनु होला र हाम्रो सुदूरपश्चिमको एउटा मौलिक परम्परा र सुदूरपश्चिमको एउटा गहनाको रूपमा रहेको घोडाघोडी तालको बारेमा हामीले जानकारी दिन गएका छौँ। घोडाघोडी तालको सामनेमा रहेको एउटा हनुमानको चाहिँ एउटा यो मूर्ति देखाइएको छ पछाडिपट्टि। यो एकदमै लोकप्रिय रहेको छ। घोडाघोडीमा यहाँ फोटो सेसन गर्नेहरू यहाँ आउनुहुन्छ, उहाँहरू यहाँ रमाइलो गरेर गर्नुहुन्छ। उहाँले चाहिँ यसरी जो हातले एउटा चाहिँ चिरेर पेट चिरेर जुन देखाउनु भएको दृश्य छ यहाँले देखिरहनु भएको छ, निकै रमाइलो छ, मनमोहक छ। दर्शक महानुभावहरू निकै जति हेरे पनि हेरिरहन मन लाग्ने हो। यो तपाईहरुलाई हामीले यति बेला प्रत्यक्ष रूपमा यहाँ देखाइरहेका छौँ। यसलाई लाइक कमेन्ट सेयर गर्नुहोला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्न चाहन्छु म। तपाईले देखिसक्नु भएको छ, निकै रमाइलो रहेको छ। जति हेरे पनि हेरिरहन मन लाग्ने पछाडिबाट हामीले यहाँलाई यो दृश्य देखाइरहेका छौँ। दर्शक महानुभावहरू, यो कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी तालको आसपासको क्षेत्रमा रहेको यता घोडाघोडी ताल रहेको छ भने यता घोडाघोडी ताल रहेको छ र यो घोडाघोडी तालको सामनेमा चाहिँ हनुमानको यो मूर्ति रहेको छ, जसमा चाहिँ विभिन्न श्रद्धालु भक्तजनहरू आएर यहाँ फोटो सेसन कार्यक्रमहरू गर्ने गर्नुहुन्छ। दर्शकबिन, यो पछाडिपट्टि जुन दृश्यमा यहाँले देखिरहनु भएको छ यो चाहिँ हनुमानको चाहिँ शालिग अर्थात् मूर्ति रहेको छ, जहाँ चाहिँ विभिन्न श्रद्धालु भक्तजनहरू आएर यहाँ पूजापाठ गर्दै यहाँ फोटो सेसन पनि गर्नुहुन्छ। निकै रमाइलो रहेको छ। ल यति बेला हाम्रा दाजी पनि यहाँ रमाइलो हेरिरहनु भएको अवस्था छ, रमाइलो हेर्दै यहाँ आउनुभएको छ। कसो लागिरहेछ दाजी? हजुर, धेरै रमाइलो छ। यहाँ जाने हनुमानको जाने मूर्ति पनि छ। यहाँ सबै जाने भक्तजनहरू पनि आएर जाने भिड गरिबकेको छ। धेरै रमाइलो छ। मलाई त धेरै खुसी लाग्यो। यहाँ तपाईँ कति महिनापछि आए आज? म उसरी 1 महिना भन्दा यो सालभरि पछि आएको हुँ। आज त धेरै यहाँ जाने आज नयाँ वर्षको उपलक्ष्यमा पनि हैन? नयाँ वर्षको आज जाने उपलक्ष्यमा म यहाँ आएको छु। यहाँ धेरै रमाइलो माने मैले, धेरै राम्रो जाने अलि उतातिर घोडाघोडी जाने तालको जाने यता पनि भयो किनार जाने यता यो हनुमानको मन्दिरको जाने बिचमा हनुमानको मन्दिर पनि ठहर्थ्यो। जति हेरे त्यति रमाइलो लाग्दै थियो। जति यता हेरे पनि रमाइलो लाग्ने, उता हेरे पनि रमाइलो। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला भन्नु पर्यो। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला। ठीक छ। ल जाने नयाँ वर्षको सबैलाई शुभकामना दिए। नयाँ वर्षको सबैलाई शुभकामना होस्। ल धन्यवाद। दर्शकबिन, यो जुन पछाडिको दृश्यमा यहाँले देखिरहनु भएको छ यो मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी तालको आसपासमा रहेको यो राम जानकी मन्दिर हो। यो पछाडिपट्टिको यो घोडाघोडी ताल रहेको छ। दर्शकबिन, अहिले हामी यति बेला राम जानकी मन्दिर यो घोडाघोडी यो तालको आसपासको क्षेत्रमा पर्ने गर्दछ, जसले सुदूरपश्चिमको एउटा मनमोहक एउटा चाहिँ धरोहर बोकेको छ। यो मन्दिरले सुदूरपश्चिमको एउटा मनमोहक एउटा स्थानमा रहेको छ र यसभित्र हामी प्रवेश गरेका छौँ। यो राम जानकी मन्दिरभित्र के रहेका छन् भनेर हामी यहाँलाई देखाउन गइरहेका छौँ। दर्शक महानुभावहरू, निकै रमाइला दृश्यहरू रहेका छन्। जति हेरे पनि हेरिरहन मन लाग्ने निकै रमाइला दृश्यहरू रहेका छन्। यहाँलाई म देखाउन गइरहेको छु। यहाँले देखिरहनु भएको छ, हामी यहाँलाई देखाइरहेको अवस्था छ। जति हेरे पनि हेरिरहन मन लाग्ने र यहाँ धार्मिक आध्यात्मिक सम्पूर्ण देवी देवताका र सीता जानकी रानी सुमित्रा लगायत यहाँ धेरै मूर्तिहरू चाहिँ यहाँ देखाइएको छ। श्रद्धालु भक्तजनहरू पूजापाठ गर्ने क्रममा चाहिँ यहाँ आउनुहुन्छ, पूजापाठ गरेर जानुहुन्छ। र यो राम जानकी मन्दिर हो जो चाहिँ कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका वडा नम्बर 1 घोडाघोडी तालको आसपासको क्षेत्रमा रहेको छ, जो श्रद्धालु भक्तजनहरू पूजापाठ गरिसकेपछि पूजापाठ गर्नको लागि यहाँ आउने गर्नुहुन्छ। जो निकै यो रमाइलो तस्बिरमा हामी देखिरहेका छौँ। यो देखिरहेका छौँ। यहाँ उहाँहरू आउनुहुन्छ, पूजापाठ गर्नुहुन्छ। यहाँ प्रत्येकका नामहरू लेखिएका छन्। लेखिएका छन्। यहाँ तपाईँले देखिरहनु भएको छ। हामीले यहाँलाई पृष्ठभूमिमा देखाइरहेका छौँ। निकै रमाइलो छ। आहा, यहाँ पक्कै पनि हाम्रा दर्शकहरूलाई बताउन चाहन्छु, एकपल्ट यहाँ आउनुहोला। यसको चाहिँ भ्रमण गरेर यसको चाहिँ तपाईँहरूले चाहिँ यहाँ भ्रमण गरेर यहाँ हेर्न सक्नुहुनेछ। यहाँको बारेमा तपाईँहरूले एकपल्ट रमाइलो यो दृश्यको मनोरञ्जन र यहाँको अवलोकन तपाईँले गर्न सक्नुहुनेछ र हामी सम्पूर्णलाई भन्न चाहन्छौँ।
कति रमाइलो छ दर्शक महानुभावहरू। रामजानकी मन्दिर रहेको छ। हाम्रो च्यानललाई सम्पूर्णले लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला भन्न चाहन्छु दर्शक महानुभावहरू। दर्शक महानुभावहरू, तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने तपाईँहरूले हाम्रो च्यानललाई डबल भ्लग्सलाई यहाँहरूले चाहिँ सब्सक्राइब गर्न सक्नुहुनेछ। आज हामी पहिलोपल्ट यहाँहरूलाई यी दृश्यहरू देखाइरहेका छौँ। पक्कै पनि यो दृश्यलाई संसारभरि सेयर गरेर फैलाउनु होला र हाम्रो सुदूरपश्चिमको परम्परा संस्कृतिलाई, हाम्रो चाहिँ यो परम्परालाई संसारका सबै कुनाहरूमा देखाउनु होला भन्न चाहन्छौँ। आदरणीय दर्शक महानुभावहरू, यो पछाडिको जुन पृष्ठभूमिमा देखिरहनु भएको छ यो चाहिँ मोहनियालको मन्दिर रहेको छ, जुन घोडाघोडीमा रहेको छ। यहाँ पछाडि म यहाँलाई देखाउन गइरहेको छु। जुन यहाँले देखिरहनु भएको छ, जुन पछाडि यो चाहिँ महेन्द्र हाइवे रहेको छ यो तलपट्टि, र यतापट्टि चाहिँ यो मोहनियालका थानमा चाहिँ राखिएका यी ध्वजाहरू रहेका छन्। यहाँ वरपर यो मन्दिर रहेको छ। यो मन्दिरले चाहिँ पूजापाठ गर्नको लागि र यहाँ आउने श्रद्धालु भक्तजनहरूको लागि अति नै महत्त्व राख्ने गर्दछ। दर्शक महानुभावहरू, आदरणीय सम्पूर्ण दर्शकहरूलाई मैले जानकारी गराउन चाहन्छु। निकै रमाइलो रहेको यो पर्यटकीय स्थान हो, ऐतिहासिक स्थान हो, जो हाम्रो सुदूरपश्चिमको एउटा धरोहर रहेको छ। यस स्थानलाई हामीले माया गर्नुपर्छ र स्थानमा चाहिँ निकै रमाइलो दृश्यहरू देखिरहेका छौँ। जुन यहाँ चाहिँ श्रद्धालु भक्तजनहरू आएर यहाँ जाँतहरू लाग्ने र यहाँ चाहिँ पूजापाठ गर्ने ठाउँ पनि हो। दर्शक महानुभावहरू, आदरणीय हाम्रा सम्मानित व्यक्तित्व हुनुहुन्छ भीमसिंह जेठाराज्यू, जो हाम्रो आदरणीय दाजी हुनुहुन्छ। उहाँ चाहिँ छडीको धामी पनि हुनुहुन्छ र उहाँलाई चाहिँ म यो मोहनियालको जुन यो थानमा चाहिँ यो लगाएका या जुन यो ध्वजाहरू रहेका छन्, यो खास यसको महत्त्व के हो, किन लगाइया रहेछ भनेर म उहाँलाई सोध्न चाहन्छु। दाजी, यो किन लगाइया हो खासमा यो ध्वजाहरू यो मोहनियालको थानमा? यो मोहनियाल देवता हाम्रो यहाँको जाने मूल्यगिरी हो। यो माल मोहनियाल भन्ने जाने ठुला हुन्। यो माल गो जाने मोहनियाल भन्ने ठुला हुन्। यिनी जाने सबैका शिवजीका पुत्र हुन्। शिवजीका पुत्र मोहनियाल हुन्। यिनको लागि यहाँको जति छ पब्लिकले सबैले मान्छन्। सबैले यहाँ गो जाने उहाँको जाने पूजा आजा गर्छन्। सबैले जाने उहाँलाई जाने उहाँलाई मान्छन्। सबैले जाने उहाँलाई मेरा धाजा यो सबै घन्ट सबैले अब खुसीले चलाउँछन्। मोहनियाल बाबालाई नमान्ने कोही पनि छैन यहाँ। भने चाहिँ उहाँको मोहनियाल बाबाको निकै ठुलो अपार एउटा शक्तिले गर्दाखेरि सम्पूर्णले मान्नुहुन्छ। यहाँ ध्वजाहरू, घन्टहरू, यहाँ घन्टीहरू टङ्ग्याउनुहुन्छ होइन? यहाँको जाने उहाँको शक्तिले, उहाँको जाने उनले सबैले मान्छन्। यहाँको जति छ यहाँको पब्लिकले सबैले मोहनियाल देव भने चाहिँ निकै ठुलो अपरम्पार शक्ति छ मोहनियाल देवताको। त्यो कारणले गर्दाखेरि हजारौँ दर्शकहरूले, हजारौँ व्यक्तित्वहरूले उहाँले चाहिँ यो टङ्गाउनु भएको छ नि। उहाँले टङ्गाउनु भएको छ। यो हाम्रो यो संस्कृतिलाई हामीले जोगाइराख्नुपर्छ। यसलाई चाहिँ हामीले एउटा अगाडि बढाउनुपर्छ। हाम्रा अब आउने युवा पिँढी, युवा पुस्ताले भन्न चाहनुहुन्छ होइन? अब जाने अबका आउने युवा पुराना हाम्रा अब बालबालिका जो छन् हाम्रा, अब उनीहरूले पनि जानकारी हुन्छ। यो जाने यो रहेछ हाम्रा पुर्खाहरूको चालचलन रहेछ भनेर यो जाने मान्छन् हो। उहाँलाई जाने कहिल्यै यो छोड्दैनन्, छोड्नु पनि हुँदैन। र हाम्रो यो धर्म परम्परा, हाम्रो देउता मोहनियाल बाबालाई हामीले, हाम्रो देउता संस्कृति परम्परालाई चाहिँ हामीले सधैँ जगर्ना गर्नुपर्छ। अब आउने पिँढीलाई पनि यसलाई चाहिँ देखाउनुपर्छ भन्ने भनाइपर्छ। अब जाने हामीले सधैँ मान्नुपर्छ। हजुर हजुर। परम्परा हाम्रो जाने सबैले जाने हाम्रो पुर्खादेखि लिएर सबैले उहाँलाई मानेको, हामीले हाम्रो मोहनियाल बाबालाई हामीले मानिआएका, हामीले उहाँलाई पुजिआएका, हामीले जाने मान्नुपर्छ। जहाँ गए पनि उहाँलाई, उहाँको नाम गर्नुपर्छ। उहाँले हाम्रो रक्षा गर्नुहुन्छ, हाम्रो छाया गर्नुहुन्छ भनेर म यो जाने म उहाँको जाने प्रार्थना गर्छु। हजुर हजुर। मोहनियाल देवता की जय होस्। मोहनियाल देवता की जय 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 जय। हजुरको पनि जय होस्। सबै नयाँ वर्षमा सबै हाम्रा दर्शकले जसले हाम्रो दर्शक मानव जसले हामीलाई हेरिरहनु भएको छ, जसले लाइक कमेन्ट सेयर गर्नु भएको छ, उहाँको जय होस्। उहाँले सोचेको कुरा मोहनियाल बाबाले पुरा गरिदिनु भन्न चाहन्छु है त? पुरा गरिदिनु, मोहनियाल बाबाले पुरा गरिदिनु। उहाँले हामीले सोचेको कुरा लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। हाम्रो डबल भन्न चाहन्छु है त? हाम्रा डबल जाने जेठाराज्यूलाई जाने हाम्रा भाइ डबल जेठारालाई जाने आशीर्वाद सत्कार गरिदिनु होला, आशीर्वाद दिनु होला, सब्स्क्राइब गरिदिनु होला। सम्पूर्णलाई यो मोहनियाल देवताको पनि रक्षा गरून्, सबैको कामना मनोबल जाने उ बनाइदिनु होला। धन्यवाद। धन्यवाद छ। ल हजुरलाई पनि धन्यवाद दाजु है। दर्शक महानुभावहरू, यो जुन पछाडिको दृश्यमा देखिरहनु भएको छ भारद्वाज ऋषि स्थापना 2073 असोज 17 गते सोमबारको दिन चाहिँ स्थापना गरिएको थियो, जो घोडाघोडी मन्दिरको आसपासको छेउमा रहेको छ, जो हेर्नको लागि धेरै पर्यटकहरू आउने गर्नुहुन्छ। आजको भ्लगमा आज हामीले घोडाघोडीको ऐतिहासिक अनि प्राकृतिक र घोडाघोडीका सम्पूर्ण ठाउँको बारेमा आज हामीले यहाँलाई
जानकारी गरायौँ। यहाँको एकदमै मनमोहक रहेका यी दृश्यहरूलाई हामीले यहाँलाई भलकमा गरायौँ र जानकारी गरायौँ। जति हेरे पनि हेरिरहन मन लाग्ने यी सुदूरपश्चिमका ऐतिहासिक ठाउँहरू हुन्। सुदूरपश्चिमका अति नै मनोरम र सुदूरपश्चिमका हेरिरहन मन लाग्ने प्रसिद्ध ठाउँहरूलाई यहाँहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद। दर्शकमानव यो घोडागोडी मन्दिरको आसपासको क्षेत्र हो जहाँ श्रद्धालु भक्तजनहरू आउने गर्नुहुन्छ। आज नयाँ वर्षको दिनमा आज हामीले यहाँको दृश्यमा कैद भएका सामग्री देखाइरहेका छौँ। निकै मनमोहक रहेको सुदूरपश्चिमको अति नै मनमोहक यो घोडागोडी ताल हो। पछाडिपट्टि जुन देखिराखेको छ घोडागोडी ताल हो। यो पछाडिपट्टि महेन्द्र हाइवे पूर्व पश्चिम जहाँ घोडागोडीका जुन देखिराखेको पसलहरू पनि रहेका छन्। जो पूर्व पश्चिम अन्तर्गतको यो रोड रहेको छ, दर्शक महानुभावहरू यो मन्दिर रहेको छ। दर्शक महानुभाव सुदूरपश्चिमको लोकप्रिय र अति नै मनमोहक मानिने सुदूरपश्चिमको धरोहर मानिने घोडागोडी मन्दिर हो। यो घोडागोडी मन्दिरको दृश्य हामीले यहाँलाई देखाइरहँदाखेरि जुन अति नै मनमोहक हो यो घोडागोडीको मन्दिर हामीले यहाँलाई देखाइरहेका छौँ।